Hello everyone, good morning, सेवा नमस्कार, वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि मेरो अर्को न्यू भिडियोमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ घरको आँगनबाट मैले भिडियो स्टार्ट गर्दैछु। 6:30 भयो तर मौसम चाहिँ चिसै छ, पानी पर्छ कि क्या हो। सनम काका आउनु थियो। मैले चाहिँ सनाक्सिने काम सकेर अब तातो पानी खाँदैछु। भित्र दाल बसाएको छु कि अनि तातो पानी त खानुपर्छ साथीहरू। बिहान घाम झुल्किँदैछ तर घाम आज पनि नलाग्ने जस्तो छ साथीभाइहरू। आजै घाम चाहिएको, हिजोदेखि चाहिएको, अझै चाहिँ घाम नलाग्ने रहेछ कि क्या हो क्या। मधुरो मधुरो लागिरहेछ। किचन पनि लिप्नु भनेको थियो। आज सुँगुर काट्ने हो कि काट्ने मान्छेहरू आउँछ कि भनेर मैले चाहिँ लिपिनँ के, चुल्हा मात्रै पोतेँ। चुल्हा पोतेर मैले चाहिँ दाल बसाइसकेँ। अब यता चाहिँ हिजो मैले लिपिनँ नि त, यस्तो फोहोर भइरहेछ। लिप्नु पऱ्यो भनेको थियो, फेरि सुँगुर काट्यो भने त कस्तो घिनलाग्दो हुन्छ नि त। अनि सुँगुर काटिसकेपछि मात्रै लिप्छु भनेर सोचेको। आज काट्ने आउनुहुन्छ आउँदैन थाहा छैन। हेर यता चाहिँ म दुध तताउँदैछु, दाल पाक्यो, खाना रेडी गरेको छु। दुध तात्दैछ, अब दुध चिया खानुपर्छ। म चाहिँ बिहानभरि चाहिँ मेरो भान्सामै बित्छ कि। आजको तरकारी पनि हिजोकै यही आलुसँग पकाइदिनु पर्यो। कोही त 10 पाती ल्यायो कि मुरी 15 पाती बाहिर भित्र धोक्रो ठिक पारी राखेको थियो। उता लानुको लागि होला क्या, लुक्क लानु हो मलाई जहाँसम्म लाग्छ। अब चाहिँ मलाई चिउरा दिनु पऱ्यो क्या साथीभाइहरू, चिउरा र दुध। आज हाम्रो चुलाको भोल्टेजको तारा गएको छ त बत्तीको। जानु कि नजानु भात चाहिँ यस्तो मजाले उम्लिरहेछ। मलाई चाहिँ यसरी भात पाकेर के अरे भुलुलुलु उम्लेर पाकेको भात कस्तो मजा लाग्छ क्या। अब ग्यासको सर्टेज जे भए पनि अब गाउँमा हुँदा चाहिँ मतलब हुँदैन कि साथीहरू। अब तल गएपछि चाहिँ यस्तो उयो लाग्छ क्या, बिजोक हुन्छ। तर म अब एक्लै हुँदा त त्यस्तो लाग्दैन। मैले पहिला पनि म र मेरो बहिनी हातबारीमा बस्दाखेरि एउटा ग्यासले 8-9 महिनासम्म पनि पुऱ्याएको छौँ कि हामीले। किनभने अब थोरै पकाउनु पर्छ। अनि म चाहिँ एकदमै उयो गर्थेँ क्या। अनि त्यही भएर अब आधी अहिले त आधी बाँड्दैछ, आधी पाइयो भने पनि मलाई त ठिकै हुन्छ। म कति गर्मी हौ साथीहरू, बाफ्रे। किचनमा बसेपछि त गर्मी त लास्टै हुन्छ। हेर्नु न, यो चाहिँ मेरो न्यू भेस्ट, मलाई मम्मीले ल्याइदिनु भएको उहिलेदेखि। काली भयो नि राम्रो छ बुढा। मलाई चाहिँ यस्तो भेस्टहरू कस्तो धेरै कम्फर्टेबल लाग्छ क्या। काम गर्नु लाउनु पनि शीतल कति धेरै मनपर्छ म चाहिँ। अनि त्यही भएर म प्रायः यस्तै भेस्टहरू लगाइराखेको हुन्छु। चिया पानी नथपेको दुधमा, मलाई दुध चियामा चाहिँ पानी थपेर लगायो भने चाहिँ मनै पर्दैन। अनि म चाहिँ थोरै भए पनि पानी नथपिकन खान्छु
अब दाल र भात पाकिसक्यो। अब तरकारी बनाउनु छ। अब पहिला खाजा खान्छु अनि बनाउँछु भने धनकुटे बिस्कुट अस्ति मम्मीले आउँदा ल्याउनु भएको। हाम्रो घरमा त बिस्कुट त कन्टिन्यू हुन्छ जहिले, किनभने अब बुढी मुमा हुनुहुन्छ अनि बुढी मुमालाई अनिवार्य चाहिन्छ। अनि ड्याडी मम्मी बिस्कुट मध्ये यो है खाने चाहिँ। अस्ति पार्सलमा मेरो बुढाले बिस्कुट पठाउनु भयो। यस्तो मिठो बिस्कुट पठाउनु भएको थियो, तर म अहिले चाहिँ खाइन, मन पर्दैन क्या। मन पर्ने मान्छेलाई चाहिँ मेरो उयो ओभर मिठो हुन्छ नि त। बिस्कुट मध्ये खाने भनेको म धनकुटे बिस्कुट हो। को गति चाहिँ यस्तो भइरहेछ कि त्यहाँ दुध छ, यो मालमाताहरू। अब यसलाई म सनक्क पार्छु। मैले कराईमा चिया बनाएर खाएको। कराईमा चाहिँ मैले किन चिया बनाएको भने नि, चियादानीमा चाहिँ जहिल्यै अब पानी, ड्याडीले तातो पानी खानुहुन्छ, ड्याडीलाई खोकिरहेको लागिरहेछ अनि मुमालाई पनि तातो पानी नै चाहिन्छ क्या। अनि त्यही भएर जहिले कन्टिन्यू तातो पानी नै भइरहेको हुन्छ त्यहाँ चाहिँ। अनि अब त्यो तातो पानी फ्यालेर अब फेरि ताप्केमा बनाउनु पनि कालो लाग्छ त्यो ग्यासमा चलाउने कुरा। अनि मलाई मालमाता कालो भयो भने चाहिँ मलाई कस्तो इरिटेट लाग्छ नि त। त्यही भएर मैले चाहिँ कराईमा पकाएर खान्छु। साथीहरू तपाईँहरू कस के अरे कराईमा पकाएर खानुहुन्छ? म खान्छु, म पकाएर खानु त हो नि होइन। अयो यो झिँगा त साथीहरू यो गर्मी लागेपछि कति आएको हो भने केमा आउँछ झिँगा भन्छु क्या। कन्टिन्यू सफा पनि गरिरहेको हुन्छु, त्यस्तो झिँगा बस्ने उयो पनि छैन, तर पनि केमा आएको झिँगा भन्छु क्या। मलाई यो गर्मी महिनामा सबसे मन नपर्ने भनेको चाहिँ झिँगा। यस्तो इरिटेट लाग्छ यो झिँगा देखेपछि। मलाई जतिको रिस उठ्ने चाहिँ केही होइन होला हो। झिँगा पलाउन थालिरहेको छ क्या गर्मी भएर। गर्मीमा त झिँगा हुन्छ नि त, मलाई कस्तो मन पर्दैन। अनि झिँगाहरू देख्यो भने चाहिँ सिक्सिको लागेर यहाँ उठ्दैछ। अब चाहिँ तरकारी बनाउन आँटेको साथीहरू। आजको हाम्रो तरकारी इडियालाई पानी गर्मीमा त आगोमा पकाइ खानु पनि साह्रो छ है साथीभाइ। यो ठुलो छ क्या हाम्रो, अनि कस्तो राप आउँछ क्या। एउटा त हेर्नु न सिङ्गे पनि पाक्छ, तर यो लोकल आलु हो कि हाम्रै घरमा फलेको आलु पाक्छ। पहिला यो सोस्रा खाँदैन पर्दाखेरि हामी यति धेरै खान्थ्यौँ। यति भएपछि पाक्छ तरकारी पनि। म चाहिँ काठो सार्नु पऱ्यो भनेर सोच्दै थिएँ। तरकारी पकाइसकेर भरे हाइजोको भाइ आएछ एकजना कि धेरै थियो ल। अस्ति मैले पनि ओसारी किनेको थिएँ, अनि 3-4वटा थियो। भाइले ओसारिदियो, त्यो काम चाहिँ सक्यो। साथीहरू काम सबै सकेर हेर्नु मन लाग्छ मलाई चाहिँ। घर आइसकेपछि अब त्यो काम सकेर मलाई चाहिँ ढुक्क भयो आज। त्यहाँ म ओसार्नु पऱ्यो भन्दै थियो। अस्ति ओसारेको 2-3चोटि यति धेरै गरम हो कि बाफ्रे आएकै आएको छ। भाइ आएर ओसारिदियो।
तरकारी पनि पाक्यो होइन। अब चाहिँ एकछिन दाउरा बोक्नु पऱ्यो क्या। हाइटोको भाइ आएको छ कि मैले सहयोग मागेको छु, अलिअलि पैसा दिन्छु बोकाउनु भनेको छु। अलिकति दाउरा छ कि तलको चाहिँ अस्ति बोकेको नि त मैले, अनि यहाँ पर छ अलिकति त्यो चिलाउनेको हो, यहाँ सहयोग मागेर बोकिहाल्नु पऱ्यो क्या। पाक्यो हेर्नु नि, ब्ल्याङ्गै भक्केर यहाँ मैले टालेको। मलाई घर यसो भयो भने चाहिँ यति रिस उठ्छ नि, यसो कस भएर लिप्छु। हाम्रो दाउरा चाहिँ यति छ, अझै बोक्नुपर्ने बाँकी होइन। यहाँ पनि छ, होइन अलिक हाल्नु न, के भएको। अनि घर त्यही हो, नजिकै छ कि। यो चाहिँ दाउरा बोकिदिइसकेर जानु पर्यो भनेको, भाइ आएको छ नि त। अनि त्यो भाइसँग दाउमारी गएको क्या, भाइलाई एकछिन रिक्वेस्ट गरेर। आया हौ भारी लडेर नि साथीहरू। यहाँ मकै उम्रेछ क्या, अस्ति ड्याडी र मैले हानेको। ल सबै उयो भइगयो नि, माडिगयो नि हौ मकै त। अब बाटै बनिन्छ यो ओसारुन्जेलसम्म। चिलाउनेको दाउरा काँचो काँचै रह्यो कि, कस्तो गरम छ भने। अस्ति दानाको पनि त्यस्तै गरम थियो, पानीले भिजेर सुकेकै रहेछ दाउरा चाहिँ सबै। कहाँ घोप्टाउनु, त्यता ल्याउनु। चिसेर छ नि यो दाउरा नि, सुकेकै रहेन रहेछ मजाले। त्यो ठुल्ठुलो चिरिदिएको रहेछ यो चाहिँ। आम्मामा दुःख के गर्नु जीवनमा। साथीहरू दाउरा बोक्नु धमा भन्छ। म चाहिँ खानु पकायो दाउरा बोक्नु आएको कि। एकजना भाइ छ उता रोड समथिङ कताको तराईतिरको, त्यो केटालाई डोको बोक्नै आउँदैन रहेछ, हँसाएर। र पनि अलिअलि भए पनि बोक्दै चाहिँ मलाई हेल्प भयो नि त। मलाई चाहिँ कतै घरदेखि निस्केर कतै जानु पऱ्यो भने घरको कामहरू सकिराखेर हिँड्नु मन लाग्छ क्या, अनि दुःख हुन्छ। मलाई चाहिँ कामहरू चाहिँ राखिराख्नु मन लाग्दैन, गरिहाल्नु मन लाग्छ क्या। यस्तो काँचो दाउरा छ फेरि। अनि पढाइदिएको त धेरै लैजा भन्नु। अनि तिमीले पनि त नि अर्काको छोरी नि ल्याउँछ, सम्पत्ति ल्याउँछ नि, उस्तै होइन कुरा। ल्याउँदैनौ नखोज्ने नि राम्रो, खोज्नु पनि हुँदैन। तिमीहरूको चलन त त्यस्तो हुन्छ नि त। नहुने मान्छेको त बिचरा बिजोक हुन्छ नि छोरीको बिहा। छोरीको बिहा कस्तो बिजोक हुन्छ। यहाँ गरौँ बुढा टेकेर उठ्नु। ल म उचाल्दिन्छु। भयो भयो म उठिहाल्छु। हामी पानी भइसकेको खेलिदिँदैउ न। दुःखै उठ्ने चाहिँ होइन है, ढाड भाँचिन्छ। यसरी लडेर घुँडा मारेर उठ्नु। एक दुईवटा हालिदिनु त। यस्तो डह्रो काम गरे हुँदैछ। काँचै छ क्या दाउरा चाहिँ, त्यही भएर साह्रो पुरिन्छ। ठिक छ, तर नजिकै छ। खुट्टा चाहिँ दुखेर साथ दिइरहेको छैन मैले काम गर्नु। यस्तो खुट्टा दुख्छ, दुख्दै भए पनि गरिरहेको छु, गर्नु त पर्यो। दुख्यो आयो भनेर बस्ने त कुरा हुँदैन साथीहरू होइन, खप्दै भए पनि गर्नुपर्छ। काम भनेको कुरा चाहिँ सकिहाल्नुपर्छ, अनि सकेर बस्नु मात्रै बेग्लै आनन्द हुन्छ कि। काम राखिराखेर बस्नु चाहिँ मलाई मन पर्दैन। मेरो बुढा चाहिँ छुट्टीमा आउँदाखेरि एउटा काम थाल्नु भयो भने 3 दिन जतिमा सक्नुहुन्छ। अनि मलाई यस्तो रिस उठ्छ। अनि मेरो गाली खाने नि उसले, त्यही हो। ऊ चाहिँ बिस्तारै गरिरहने हो। मलाई चाहिँ त्यो चाहिँ होइन, थालिसकेपछि सक्नै पर्यो। दाउरा चाहिँ त्यहाँ परदेखि थियो यहाँसम्म बोकिसक्यो होइन। त्यहाँदेखि यहाँसम्म यो ढुङ्गासम्म थियो, यो परको ठुटादेखि
सक्यो अब यति रह्यो यहाँ यति छ मेरो बारी यो चाहिँ मेरो बारी हो अनि यहाँबाट थुप्रो छ नि यहाँ यहाँ हो यो चाहिँ यति छ 2 डोको होला अब त्यति बोकिहाल्ने हो अनि सकिन्छ यहाँ छ ओहो हो 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 यता लिएर आऊ भाइ डोको पर जाऊ म लगाइदिन्छु यहाँ ल्याउ त कुरो यता भिडियो पता आयो मेरो बारी चाहिँ यस्तो छ है साथीहरू हाम्रो चाहिँ सक्यो है दाउरा बोक्ने कार्यक्रम चाहिँ अब ए आमा पसिना छैन यस्तो पसिना आइरहेछ अब गएर भात खाने हो 1.5 घन्टा लाग्यो ठ्याक्कै 1.5 घन्टा थोरै बोकियो त आज दाउरा नि ए बोकिहाल्छ नि उयो लगाइदिनु अब को आउँछ लिनु हो त्यहाँको डोलो दाउरा लगाइदिनु न त 2-3 डोलो भनेको यस्तोकोलाई भन्छ क्या हामी डोलो दाना भाषा नमिल्नु नि साथीभाइहरू गाह्रो छ हौ आजको हाम्रो दाउरा बोकाइ यति बोकेछौँ यो अस्ति बोकेको दानाको यो चाहिँ चिलाउनेको ड्याडीले हार लगाइदिनु भयो हामी बोक्दै थियौँ अनि ड्याडीले हार लगाइदिनु भयो अब सकियो आजको दाउरा होइन यो वर्षको लागि दाउरा बोकिन्छ अब 10-20 भयो खानुपर्ने हुन्छ आमामामा के साह्रो गर्मी हो सत्तरी हामी चाहिँ खाना खान आँटेर अस्ति भन्नुभएको मलाई जाँदा तलको बर त ल्याऊँ त उतालको त त्यसलाई सबै पुगेको निङ्ग्रो पो भुटे खानु मन थियो म त अहिले भएर त खाऊँ भुटेर मैले दाउरा बोकिहाल्यो के गर्नु दिउँसो त्यो तल म त यो फुलको माटो बर छिप्पिएन होला नि कि जाउँ बुढाबुढी त्यो तल बाटोमा दोकानको त्यहाँ हो दाम बाँस गाडी माथितिरको त्यो ढाँडको छिप्यो त्यो त अस्ति नै फक्री गएको पाउली गएको सबै डम्मरले कुदाएन भने घनश्यामलाई उठो माग्नु भने त्यहाँ ल्याइहाल्छ नि बरु त के त गर्ने मङ्गलको गर्छ त्यसम्म जान्छु माटो खन्न जानु पर्यो बिहान उहीँ बस माटो खन्नु भनेको थिएँ काम भयो नि त यता हिजो 20 कुन घाम लागेन अनि उठाएर यसरी राखिरहेको छु अब यहाँ मकै बारीमै सुकाइदिनु पर्यो क्या यता घाम नलाग्ने रहेछ आज नि घाम मधुरै छ नि त यहाँ सुकाइदिनु पर्यो यो यहाँसम्म माटी हाल्छ सबै यो यहाँ मकै खेलेर पनि घरमै आइपुग्छ नि ढिलो भइसक्यो नि यहाँ पाउँछ र ठन्डाको ठाउँ यहाँ त्यो होइटेलसम्म भनेर भनेको थियो आउँदै हाम्रो नाम
लगाउँ त म गोबर सोच्छु ल यहाँ चाहिँ भयो क्या यहाँ लगाऊ अनि के लाएर छेप्पा पारेर लानु पर्छ अलिक एक ढोको चामल बनिन्छ त के अलिक निकाल्नु भयो पर्दैन यो पनि सामान खोज्नु मलाई पनि यहाँ पान्छ चिउजा मात्रै पर्छ चिउजा मात्रै पर्छ र मरिसे कहाँ भएको छ भारी कहाँबाट आइपुग्यो फुर्किने खालको रहेछ फेरि हल्का पनि सक्यो होइन यहाँ पटपट फुटेको थियो फेरि लिपिदिएको अब चाहिँ किचन लिप्नु पऱ्यो क्या आज चाहिँ मैले बिहान लिपिनँ सुँगुर काट्ने मान्छेहरू आउनुहुन्छ कि भन्ने कुरा थियो अरे त्यसो भन्दै हुन्थ्यो हिजो ड्याडीले आज सुँगुर काटेपछि कस्तो घिनलाग्दो हुन्छ नि त रगतहरू त्यही चुहिएको हुन्छ मलाई चाहिँ यस्तो इरिटेट लाग्छ अनि त्यही भएर मैले चाहिँ लिपेको थिइनँ अब आउनु भएन अब लिप्नु थाल्नु पऱ्यो यहाँ रेडी पारिसकेको छु यस्तो काम हुन्छ घरि गर्दा साथीहरू गलेर हैरानै हुन्छ हौ अब आज गमलाको त्यो माटो चेन्ज गरिदिनु पऱ्यो भन्दै चाहिँ भ्याउँदिनँ भन्दैछु क्या यहाँ म अब चाहिँ चट्ट लाएर किचन लिपिहाल्नु पऱ्यो बिस्कुट सुकाएको हतार बिस्कुट सुकाएर आएर अनि धन्दा गरेको त्यतिकै मालमाता छोडी राखेको थियो त्यसलाई पनि अनि सुकाएर आएर धन्दा गरेँ अनि अब किचन लिप्नु पऱ्यो क्या साथीभाइहरू के गर्नु यस्तै छ जिन्दगी रमाइलो छ मेरो जिन्दगी मलाई त रमाइलै लाग्छ एक्लै हाँसो एक्लै खेलो एक्लै काम गऱ्यो एक्लै मजा जिन्दगी लाग्नु थालेको छ मान्छेलाई जसो गऱ्यो त्यसै हुँदो रहेछ क्या बिहानै लिपेको छु ल यस्तो हुन्छ साथीभाइहरू किचन पनि ठ्याकठुक लिपिसक्यो अब चाहिँ आराम गर्ने हो यहाँ भक्किएर नि आज बिहान त्यति गर्मी नै भयो आज बत्ती पनि कता गयो भन
1:30 भयो, नुहाइधुवाइ गरेँ अनि गर्मी भयो कि कस्तो अहिले फेरि कत्रो हावा चल्यो। अब चाहिँ म चिया बनाएर दिन्छु। लुगाहरू त उडाएन तपाईँको पर धुको कत्रो हावा चल्यो त्यो चैत वैशाखको बेलामा त साथीहरू म चाहिँ चिया बनाउन आँटेको हो। 1:30 भयो कि मेरो मुमालाई चिया बनाएर दिनु पर्यो। अनि अब सोच्नुहुन्छ होला यस्तो गर्मीमा किन आगोमा बनाएको ला भन्नुहुन्छ होला। म चाहिँ लोभी भएको छु क्या, लोभी हुनु मनपर्छ। ग्यास छनु चाहिँ छ, अहिले सर्टेज छ नि त ग्यासको। अनि अब पछि बर्खामा त कति धेरै हतार हुन्छ नि त। अनि त्यसलाई बचाउनुको लागि मलाई चाहिँ आगो जोडेर पकाउनु चाहिँ कुनै अल्छी लाग्दैन क्या साथीभाइहरू। मलाई त आगोमा पकाउनु नै मजा लाग्छ ग्यासभन्दा। अनि त्यही भएर म चाहिँ दुखी नै सोच हुन्छ क्या, त्यही भएर नि दुःख पाइन्छ कि भन्छु घरिघरि त। अनि म चाहिँ आगै जोडेर पकाइदिन्छु। बारीभरि दाउरा खेर गइरहेको हुन्छ होइन। अनि किन ग्यासको नाश, पैसा हो नि त त्यो त। पैसा बाली राखिएको हुन्छ, त्यही भएर गाउँघरमा त म त आगै जोडेर जतिखेर पनि त्यही अब भ्याउँदै भ्याइन कतै बिजी भयो भने मात्रै हो, नभए सबै आगो नै भोलि तातै तात बनाइदिनु भयो भने आँगन पनि दिनमा 2 चोटि बनाउनुपर्छ। हजुर साथीहरू म चाहिँ बिस्कुट उठाउन आएँ। अब के लाउनु पर्यो क्या अलिअलि। काम पनि बल्ल आज चाहिँ धान्छु गयो। हिजो त पिटिकै नि त घाम लाग्नु त। साथीहरू चटपटी बनाउनु धमाधम आलु प्याज खुर्सानी अनि चाउचाउ लगाइसकेँ। पछि आएछ मोबाइल चार्ज लगाउनु पर्यो क्या। चार्ज सकिन आँटिरहेको थियो। हिजोदेखि बत्तीमा आएको कि ब्याकअप पनि फेरि चार्ज 2 लाइन मात्रै छ। हावाहरू यस्तो चलिरहेछ, चैत वैशाखै जनाइरहेछ। म चाहिँ मुमा मम्मीलाई चिया दिनु बिस्कुट खाएर आएँ। अनि ड्याडी आइदिनु भएछ, ड्याडीलाई दिएँ। अब चाहिँ मेरो पालो। अब खाजा पानी चटपटे खाने भाडा कस्तो छ त, एकदम मिठो छ। सिम्पल गाउँले तरिकाले आलु चाहिँ मैले भनिहालेँ नि अनिवार्य चाहिन्छ मलाई चाहिँ चटपटीमा आलु र चाउचाउ।
छिटो भएछ कस्तो हावा हुँदै चलेको ड्याडीहरू चाहिँ चिया र चिउरा खाँदै हुन्छ खाजा ड्याडी र अङ्कल चाहिँ म चाहिँ चटपटे मन पराउनु होइन आफ्नो ताल छ मम्मीले बिस्कुट र दुध चिया खाएर गइसक्नु ड्याडीहरू फिक्का चिया मम्मी र ममा फेरि दुध चिया मलाई दिउँसो चाहिँ नखुवाइदिनु साथीहरू आज चाहिँ मेरो बुढा ट्रेनिङमा जाँदै हुन्छ 1 महिनाको होइन अब 1-2 दिनसम्म चाहिँ नेट चल्छ होला त्यसपछि चल्दैन अब त्यो बसिराख्ने उयो भन्दा बाहिर निस्केर हिँड्दा चाहिँ कस्तो टेन्सन हुन्छ क्या अब लामो यात्रा अप्ठ्यारो बाटो जानुपर्छ कस्तो टेन्सन लागिरहेछ मलाई क्या बरु पुगिहाल्दा ढुक्क हुन्छ यो बाटोमा हिँड्दै गरेको यात्रुहरू भन्दा चाहिँ मलाई आफ्नो घर गयो भन्दा चाहिँ टेन्सन लाग्छ जहाँ मेरो बुढाहरू जाँदै हुन्छ त्यहाँ चाहिँ अत्यन्तै पानी परिरहेको छ अरे क्या बाटोहरू अप्ठ्यारो छ अरे ढुङ्गाहरू झर्छ भन्नुहुन्थ्यो पोहोर पनि त्यही ठाउँ जानुभएको थियो फेरि पनि ठ्याक्कै त्यही ठाउँ गाह्रो बुढी हुनुपर्ने बरु दुखाइ होस् खेतीपाती गरेर खानुमा चाहिँ ओके साथीभाइहरू तर फेरि परिवारसँग टाढा भएर बसेर चाहिँ टेन्सन हुन्छ क्या कति कुराहरूमा चाहिँ बरु दुःखै भए पनि सँगै बसेर बरु एक छाक खाएर भए पनि सँगै बस्नु पाएँ भन्ने फिल हुन्छ अब सँगै बस्नु त खपरमा हुनु पर्यो होइन 40 कटेपछि रमाउने विचार छ मेरो चाहिँ म चाहिँ 40 वर्षसम्म चाहिँ दुःख गर्छु साथीहरू जस्तो सुकै पर्या होस् गर्छु त्यसपछि उठाउँदै सामान्य एउटा बिजनेस गर्ने अनि बस्ने भन्ने सोच छ मेरो चाहिँ कति दुःख गर्नु मान्छेलाई जति दुःख गरे पनि पुग्दैन यस्तै हो मनमा सन्तुष्टि हुनु पर्यो कि सबै कुरा ठिक भइहाल्छ बुढा र मन 40 वर्षसम्म चाहिँ दुःख गर्ने हो त्यसपछि मेरो बुढा 35 वर्षमा रिटायर हुनुहुन्छ त्यसपछि रिटायर भएको 45 वर्षसम्म दुःख गर्नुहुन्छ 10 वर्ष रिटायर भए पछाडि पनि गर्नु परेको होइन अनि म 40 वर्ष पुग्दै दुःख गर्छु अनि इन बसेर खाने त्यसपछि साथीहरू मैले बेलुकीको खाना पनि मैले चाहिँ यता खाना पाइसकेँ अब तरकारी पकाउनु रेडी त्यो पनि खानु लाग्यो म चाहिँ आज चाहिँ गुन्द्रुक सिन्की लगाएर पकाइदिनु पर्यो क्या है आलु कुटेर ठिक्क पारेको छु पहिला यो आलु मलाई चाहिँ गुन्द्रुकमा सिन्कीमा चाहिँ आलु काटेको मन पर्दैन अनि सिलौटामा कुटेर पकाउँछु तपाईँहरूलाई कसरी पकाउनुहुन्छ मेरो तरिका चाहिँ त्यस्तो छ साथीभाइहरू
खानपिन गरेर रुम आइसकेँ होइन। हामी चाहिँ काम धन्दा सकेर बत्ती छैन, बत्ती गइरहेछ, कता गयो थाहा छैन। हिजो बेलुकीदेखि गएको, आएको छैन। अघि त झन् हावा र हुरी बतास पानी पऱ्यो, झन् अब आउँदैन। सो आजको भिडियो चाहिँ यति नै। बाई बाई, गुड नाइट।